दर्शकबिन नमस्ते, म भास्कर छेत्री। आजदेखि यस न्यूज सञ्चार मिडिया मार्फत हामी तपाईहरु समक्ष शेयर बजार सम्बन्धी भिडियो सामग्रीहरू प्रस्तुत गर्दछौं। तपाईहरुका कुनै सल्लाह सुझाव भए हामीलाई दिनु होला र तपाईहरुका सल्लाह सुझाव बमोजिम पनि हामी भिडियोहरू बनाउने छौं। तपाईहरुको अमूल्य सुझावका लागि हामी अपेक्षा गर्दछौं। आज हामीले पहिलो दिनको टपिक लिएका छौं शेयर बजारमा हुने म्यानिपुलेसन। यो म्यानिपुलेसनबाट कसरी जोगिने, कस्तो म्याचिङहरु हुने गर्दछ, धेरै टर्नओभर पनि आएको हुन्छ हैन, लाइफ टाइममा धेरै भोल्युमहरु पनि स्टकमा आएको देखिन्छ, अनि धेरै भोल्युम पनि आएको देखिन्छ, धेरै बढेको पनि देखिन्छ। अनि त्यसरी चाहिँ हामीले धेरै बढिरहेको र धेरै कारोबार भइरहेको देखिरहँदा चाहिँ हामी त्यसमा चाहिँ एट्र्याक्ट हुने गर्छौं। अब यस्तो कुरालाई चाहिँ लाइफ टाइममा कसरी आइडेन्टिफाई गर्ने र आफ्टर द मार्केट पनि फ्लोर शीट एनालाइसिस गर्दा चाहिँ कसरी गर्ने, अब यो कुरालाई आज हामीले चाहिँ पहिलो दिनको टपिकका रूपमा लिएका छौं। यस अन्तर्गत हामीले चाहिँ फ्लोर शीटलाई चाहिँ हामीले केलाउनु जरुरी छ। कहिलेकाहीँ कस्तो देखिन्छ भने एउटा ब्रोकरबाट चाहिँ स्टक चाहिँ त्यति नै मात्रामा चाहिँ किनेको, त्यति नै मात्रामा चाहिँ के गरेको देखिन्छ त बेचेको पनि देखिन्छ। तर ब्रोकरमा चाहिँ हामीले त हेर्दा चाहिँ ब्रोकर नम्बर आउँछ, तर त्यो ब्रोकरले किन्ने बेच्ने त होइन कहिले पनि। अब त्यहाँ त के हुन्छ भने एउटा ब्रोकरमा धेरै ग्राहकहरू हुनुहुन्छ। धेरै ग्राहकहरू भएको हिसाबले के हुन्छ भने 10 जना मान्छेले एउटा शेयर चाहिँ एउटै नामको शेयर चाहिँ किने र 10 जना व्यक्तिले चाहिँ अथवा 10-15 जना अरू व्यक्तिहरूले चाहिँ त्यही शेयर किन्यो भने के हुन्छ, त्यही ब्रोकरबाट चाहिँ किनेको पनि देखिन्छ, बेचेको पनि देखिन्छ। अब त्यसलाई हामीले म्याचिङ भनेर भन्न सक्छौं त? म्याचिङ हुन पनि सक्छ र म्याचिङ नहुन पनि सक्छ। त्यसो भएकाले यसलाई आइडेन्टिफाई गर्न जरुरी छ। अब कहिलेकाहीँ अर्को कस्तो पनि देखिन्छ भने एउटा ब्रोकरबाट चाहिँ सेम क्वान्टिटी चाहिँ अथवा चाहिँ नजिक क्वान्टिटी चाहिँ बेचेको देखिन्छ, अर्को ब्रोकरबाट किनेको देखिन्छ। अनि के त्यो चाहिँ रियल बाइङ हो त? एउटा ब्रोकरबाट बेच्नु, अर्को ब्रोकरबाट चाहिँ किनेको, त्यस्तो पनि नहुन सक्छ। के हुन सक्छ भने चाहिँ एउटा ब्रोकरबाट चाहिँ अर्को ब्रोकरमा चाहिँ एउटा खेलाडी आफैले चाहिँ आफ्नो किता चाहिँ किनबेच गरेको पनि हुन सक्छ, म्याचिङ गरेको पनि हुन सक्छ। यस्तो कुरालाई पनि हामीले आइडेन्टिफाई गर्न सक्छौं। अहिले बजारको अवस्था हेर्दा चाहिँ एकदम एडभान्स हुँदै गइरहेको छ। अब प्लेयरहरूले पनि आफूलाई अपडेट गर्दैछन् र उनीहरूले अपडेट मात्र होइन, उनीहरूले चाहिँ नयाँ स्ट्र्याटेजीहरू चाहिँ अपनाउँदैछन्। अब कस्तो गर्न सक्छन् भने उनीहरूले चाहिँ आफूसँग भएको शेयरलाई चाहिँ एकदम चाहिँ म्यानिपुलेसनको निम्ति चाहिँ के गर्न सक्छन् भने चाहिँ 4-5 वटा ब्रोकरमा उनीहरूको खाता पनि हुन्छ र उनीहरूले चाहिँ त्यसलाई चाहिँ छर्दिएर चाहिँ डिस्ट्रिब्युसन जस्तो देखाउने र कहिलेकाहीँ उनीहरू चाहिँ 4-5 वटा ब्रोकरमा आफूसँग आफ्नै शेयर छरिएको रहेछ भने चाहिँ त्यसलाई चाहिँ उनीहरूले एउटा ब्रोकरमा ल्याएर एकुमुलेसन भएको जस्तो पनि देखाउन सक्छन्। यी यस्ता थुप्रै म्यानिपुलेसनहरू हुन सक्छन्। अब यस्तो कुरालाई चाहिँ हामीले कसरी आइडेन्टिफाई गर्ने त भनेर चाहिँ हामीले केले हेर्न जरुरी छ। अब म तपाईहरुलाई चाहिँ यो उसमा चाहिँ एउटा यो स्मार्ट वेल्थ प्रो अन्तर्गत दीपशिखा धितोपत्र कारोबारले आफ्नो ग्राहकहरूलाई चाहिँ दिएको एउटा चाहिँ मैले प्रो डेडिकेसी भन्ने चाहिँ वेबसाइट खोलेको छु। अब त्यसमा गएर म एउटा तपाईहरुलाई उदाहरण दिन्छु। अब मैले उदाहरणका निम्ति चाहिँ यहाँ बुटोल पावर कम्पनी लिएको छु। अब यो बुटोल पावर कम्पनी लाई मैले चाहिँ 2025 10-13 को डेटको चाहिँ मैले उलाई चाहिँ यो फ्लोर शीट हेर्दै छु। हेर्दा चाहिँ के देखिन्छ भने 30 नम्बर ब्रोकरले चाहिँ 28,348 किता चाहिँ सेल गरेको छ र 57 नम्बर ब्रोकरले 24,327 किता चाहिँ के गरेको छ त किनेको छ। अब हेर्दा चाहिँ यो रियल बाइङ हो या होइन, अथवा चाहिँ यसलाई हामीले चाहिँ के गर्नु पर्यो चाहिँ आइडेन्टिफाई गर्नु पर्यो। यो आइडेन्टिफाई कसरी हुन्छ त भने चाहिँ हामीले चाहिँ यसरी चाहिँ यसलाई फ्लोर शीटलाई चाहिँ केलाएर हेरौँ। अब फ्लोर शीटमा यसरी चाहिँ केलाएर हेर्दा चाहिँ अब मैले सर्ट गरेर राखेको छु। अब यहाँ एक-एकवटा कारोबारको चाहिँ दिन्छ। अब यो आइडी भनेको चाहिँ यो जो कन्ट्र्याक्ट आइडी भनेको छ र यो टाइम दिएको छ। यसमा चाहिँ के हो भने एउटा कारोबारलाई चाहिँ हामीले देखाउँछ। यहाँ थुप्रै कारोबार मध्येमा अब एउटा सुरुमा हेरौँ 24,317 किता क्वान्टिटी के भएको छ त भन्दा चाहिँ एकैचोटीमा चाहिँ 30 नम्बर ब्रोकरबाट चाहिँ 57 नम्बर ब्रोकरमा चाहिँ सेलर 38 ब्रोकर छ, 57 नम्बर ब्रोकर चाहिँ के छ त बाइङ छ। यसरी चाहिँ एउटा बल्क क्वान्टिटी एकैचोटीमा चाहिँ औसतमा चाहिँ उसको 2-3 हजार किता अथवा 4-5 हजार किता कारोबार हुन्थ्यो भने तर धेरै गुणा एकैचोटी बल्क क्वान्टिटी चाहिँ कारोबार भयो भनेपछि हामीले त्यसलाई के भन्छ म्याचिङको एजम्पसन गर्न सक्छौँ। अब बल्क क्वान्टिटी भनेर पनि
कस्तोलाई बल्क कति धेरै मात्राको बल्क क्वान्टिटीलाई चाहिँ म्याचिङ गर्ने, कति बल्क क्वान्टिटीलाई चाहिँ कारोबार भएको क्वान्टिटीलाई चाहिँ हामी म्याचिङ होइन भनेर भन्ने कुरा कस्तो हुन्छ भने त्यो पनि मात्रा हुन्छ। धेरै चाहिँ लिक्विड स्टक रहेछ भनेपछि त्यसमा चाहिँ अलि धेरै चाहिँ बल्क क्वान्टिटी कारोबार हुँदा पनि त्यसलाई हामी चाहिँ म्याचिङ नबनाउन सक्छौँ। तर चाहिँ उसको पनि त्यो मात्राको हिसाबले थोरै चाहिँ कम लिक्विड स्टक रहेछ भने चाहिँ त्यसमा चाहिँ अलिकति त्यसको लिक्विडका आधारमा चाहिँ त्यसको बल्क क्वान्टिटी चाहिँ कति कारोबार भइरहेको छ भन्ने कुरा हो। अब यो त भयो एउटा ब्रोकरबाट अर्को ब्रोकरमा, यो हेर्दा पनि यसरी पनि हामीले म्याचिङ छुट्नु हुन्छ। अब कहिले अर्को कुरा कस्तो हुन्छ भने मैले लिइरहेको छु यहाँ जिएमएलआई को उदाहरण। जिएमएलआई 55 नम्बर ब्रोकरकै के देखिन्छ भने 80,000 किता बाइङ छ भने 80,020 किता चाहिँ त्यही सेम ब्रोकरको चाहिँ के छ त सेल छ। अब त्यही ब्रोकरको हो भन्दैमा म्याचिङ हुने र त्यो ब्रोकरको होइन, त्यो एउटा ब्रोकर फरक छ भने चाहिँ म्याचिङ नहुने भन्ने हुँदैन। अब चाहिँ कस्तो हुन्छ भने यही ब्रोकर भित्र पनि चाहिँ धेरै चाहिँ क्लाइन्टहरू भएको हुनाले चाहिँ अथवा चाहिँ जस्तो सपोजको उदाहरणमा म त्यही ब्रोकरमा चाहिँ 55 नम्बर ब्रोकरमा चाहिँ कारोबार गर्छु, हजुरको पनि ब्रोकर चाहिँ त्यही ब्रोकर हो, तपाईँले बेच्नुभयो मैले किने भने त्यो म्याचिङ नहुन पनि सक्छ। अब यो म्याचिङ हो भनेर चाहिँ कसरी चाहिँ हामीले चाहिँ आइडेन्टिफाई गर्ने भने चाहिँ यसलाई पनि हामीले चाहिँ फ्लोर सिटमा गएर चाहिँ हेर्दाखेरि चाहिँ मैले यसलाई चाहिँ नेपाल स्टक एक्सचेन्जको चाहिँ उलेको छु जुन फ्रीमा उपलब्ध पनि छ। अब यसलाई पनि मैले सर्ट गरेको छु क्वान्टिटी होइन, हाईको ठुलो क्वान्टिटीदेखि सानो क्वान्टिटीसम्म। अब 55 नम्बर ब्रोकरले 55 नम्बर ब्रोकरलाई चाहिँ एक सर्टमा 80,000 किता चाहिँ दिएको छ हो। अब यसो हुँदा चाहिँ एकै सर्टमा चाहिँ यसरी चाहिँ धेरै बल्क क्वान्टिटी चाहिँ कारोबार हुन्छ भने ब्रोकर सेम होस् या डिफरेन्ट होस्, डिफरेन्ट हुँदा पनि हामीले चाहिँ डिफरेन्ट पनि हुनसक्छ सेम पनि हुनसक्छ। त्यो भएर चाहिँ सेम हुँदा मात्रै चाहिँ म्याचिङ हो र चाहिँ डिफरेन्ट हुँदा चाहिँ म्याचिङ होइन भनेर चाहिँ हामीले भन्न सक्दैन। त्यस्तै गरेर मैले अर्को एउटा उदाहरण लिएको छु, नारायणी डेभलपमेन्ट ब्याङ्कको पनि मैले उदाहरण लिएको छु। यो 2025-23 को चाहिँ कुरा हो यो। अब यो चाहिँ त्यो दिनमा चाहिँ ब्रोकर चाहिँ डिफरेन्ट छ, फेरि सेलर चाहिँ 56 छ, अब बायर चाहिँ के छ त 49 नम्बर ब्रोकर छ। अब त्यो दिन चाहिँ 15,460 किता चाहिँ एक सर्टमा कारोबार भएको छ, फेरि 49 नम्बर ब्रोकरले चाहिँ 13,490 किता चाहिँ 28 मा चाहिँ दिएको छ, फेरि 28 ले चाहिँ 13,000 किता चाहिँ 69। हेर्नु त यी तीन ठाउँमा चाहिँ ब्रोकरहरू पनि चाहिँ सेम ब्रोकरहरू देखिन्छ, तीनटा ब्रोकर सक्रिय छन्। 49, 28 ब्रोकर चाहिँ एकदम दुईटा ब्रोकर चाहिँ सक्रिय भएर उनीहरू बेचेका पनि छन् किनेका पनि छन्। अब यसो हुँदा चाहिँ के भन्छ ब्रोकर डिफरेन्ट हुन सक्छ। अब यो तपाईँ फ्लोर सिट एनालाइसिसबाट अब यसमा चाहिँ मैले तपाईँलाई के पनि भन्न चाहन्छु भने अब यो जिएमएलआई को एकचोटि हेरौँ। अब यसलाई टेक्निकल चार्टबाट पनि आइडेन्टिफाई हामीले गर्न सक्छौँ। अब यसमा चाहिँ लाइफ टाइममा हो भने लाइफ टाइममा चाहिँ 1 मिनटमा गएर हेर्नुभयो भने हेर्नु त एकचोटि। अब मैले यहाँ यता भोल्युममा एभरेज चाहिँ मुभिङ एभरेज लगाएको छु। अब 21 दिनको मुभिङ एभरेज हो भोल्युमको। अब यो एभरेज भोल्युम चाहिँ यसमा चाहिँ कति छ भनेपछि 3,859 किता हो 1 मिनटमा कारोबार हुने जिएमएलआई को। तर 1 मिनटमा आउनु पर्ने 3,859 किता चाहिँ एभरेज भोल्युमको ठाउँमा कति आएको छ त 1 मिनटमा चाहिँ 80,000 किता चाहिँ कारोबार भएको छ। यो त एभरेज भोल्युम भन्दा चाहिँ 2 गुणा 3 गुणासम्मलाई चाहिँ हामी नर्मल मान्न सक्छौँ। तर यो त धेरै गुणा भइसकेपछि हामीले चाहिँ यस्तो बेलामा चाहिँ हामीले म्याचिङ भनेर छुट्याउन सक्छौँ। अब कहिलेकाहीँ लाइफ टाइममा चाहिँ हामीले यसरी चाहिँ यसलाई टिक चार्ट मार्फत पनि हेर्नुपर्छ, किनभने डेटा चाहिँ त्यति चाहिँ अब कहिलेकाहीँ हुनसक्छ मिस हुनसक्छ होइन। त्यसो भएको हुनाले टिक चार्ट मार्फत हेर्दा पनि चाहिँ मैले टिक चार्टमा यता टिक 10 लगाएको छु। अब टिक 10 को हिसाबले चाहिँ हेर्दा चाहिँ यो एकचोटि यहाँ पनि टाइम चाहिँ अलिकति फरक परेको छ टिक 10 को भएर। अब जिएमएलआई हेर्दाखेरि चाहिँ यसमा पनि 80,000 किता चाहिँ के भयो त 61 मा कारोबार भयो। अब औसत भन्दा धेरै गुणा चाहिँ छोटो टाइम एकै सर्टमा चाहिँ धेरै किता चाहिँ कारोबार हुन्छ भने त्यस्तो कुरालाई हामी चाहिँ म्याचिङ गर्न सक्छौँ। त्यसो भयो भने तपाईँहरू पनि लाइफ टाइममा भोल्युम धेरै आयो र चाहिँ बढी पनि रहेछ भन्दैमा चाहिँ भोल्युम पनि अब टेक्निकली के भनिन्छ भने भोल्युम पनि आएको छ
मार्केट चाहिँ बढी पनि रहेको छ भनेपछि त्यसमा अप ट्रेन्डको चाहिँ हामी भन्छौँ। तर त्यसरी मात्रै होइन, हामीले यसलाई चाहिँ अलिकति चाहिँ टेक्निकली चाहिँ छुट्याउनु पनि पर्छ। अब यो कुरा चाहिँ हामीले यसरी यताबाट पनि हेर्न सक्छौँ। अब मैले यता टेक्निकल चार्ट र चाहिँ यता चाहिँ फ्लोर सिटलाई चाहिँ के लाएर हेर्ने कुरा पनि भने ब्रोकर डिफ्रेन्ट या सेम त्यो त्यसमा हामी नजाउँ, किनभने यसलाई हामीले एकदम टुक्राएर के लाएर चाहिँ हेर्नुपर्छ। र अर्को कुरा चाहिँ हामीले यो पेड्स सब्सक्रिप्सनहरू छन्, त्यहाँबाट पनि चाहिँ जस्तो चाहिँ त्यहाँ पनि के हुन्छ भने धेरै ठुलो बल्क क्वान्टिटीमा चाहिँ कारोबार भएको चाहिँ नोटिफिकेसन आउँछ। बल्क क्वान्टिटीमा कारोबार भएको हुन्छ। एकैचोटि 40,000 किता, एकैचोटि 50,000 किता बल्क क्वान्टिटी भयो होइन, 60,000 एकदम धेरै धेरै ठुल्ठुलो क्वान्टिटी। अब त्यो त कहिलेकाहीँ क्वान्टिटी त मैले अघि नै पनि भने क्वान्टिटी धेरै लिक्विड स्टक रहेछ होइन। अब चाहिँ झन्डै 5-10 करोड किता भएको स्टकमा त अब धेरै नै आउला, थोरै भएको थोरै आउला। तर हामीले चाहिँ के भने त्यस्तो चाहिँ यो पेड सब्सक्रिप्सनहरूबाट आउने जो चाहिँ बल्क क्वान्टिटी त्यसलाई पनि हामीले चाहिँ त्यसबाट पनि हामीले के गर्न सक्छौँ भने चाहिँ यो म्याचिङ भएको भनेर चाहिँ हामीले आइडेन्टिफाई गर्न सक्छौँ। त्यसो भएको हुनाले तपाईँहरूले फुल्ली फ्लोर सिटमा मात्रै चाहिँ डिपेन्ड हुँदा चाहिँ फ्लोर सिट अलिकति सजिलो पनि छ। नेपालमा धेरैले बढी प्रयोग पनि गर्नुहुन्छ। त्यसो भएको हुनाले चाहिँ म्यानिपुलेसन पनि यसमा बढी गर्नुहुन्छ होइन। यति मात्रैले चाहिँ हामीलाई चाहिँ सक्सेस हुन सहयोग गर्दैन। त्यसो भएकोले हामीले आफ्नो अध्ययनको दायरालाई बढाउनु पर्छ। फ्लोर सिट यसले किन्यो, यति नम्बर ब्रोकरले किन्यो, यति नम्बर ब्रोकरले बेच्यो, अथवा यो ब्रोकरले चाहिँ आज म्याचिङ गर्यो भने चाहिँ फ्लोर सिटबाट मात्रै चाहिँ होइन, त्यसलाई अहिले टुक्राएर चाहिँ एकदम चाहिँ सानसानो चाहिँ केलाएर हेऱ्यो भने त्यहाँ हुने म्याचिङहरू हामीले आइडेन्टिफाई गर्न सक्छौँ। म्याचिङ हेरेर चाहिँ हेर्न पर्यो। र त्यति मात्रै होइन, यसलाई चाहिँ अलिकति टेक्निकल्ली अरू धेरै कुरा फन्डामेन्टल्ली पनि तपाईँहरू चाहिँ अब स्टक त सेलेक्सन गरि नै हाल्नुहुन्छ होला होइन। त्यसो भएकोले आफ्नो दायरालाई बढाउनु होला। यो हाम्रो चाहिँ एजुकेसनल पर्पजको लागि बनाइएको भिडियो, यो कुनै रिकमेन्डेसन अथवा चाहिँ यो कुनै ऊ होइन, आफ्नो अध्ययनलाई बढाउँदै गर्नु होला। धन्यवाद।